साथीहरु मेरो YouTube च्यानललाई प्लिज सपोर्ट गरिदिनुस् होला है। मेरो YouTube च्यानलको लिंक चाहिँ म यहाँ माथि राख्ने छु। हेलो गाइस, म चाहिँ हैन अहिले भर्खरै लुगाहरू धोएँ अन्त अहिले चाहिँ बसिरहेको छु हैन। अन्त अब हामी चाहिँ एकछिनमा चाहिँ अदुवा गर्नु जान्छौँ म र बाबा। अन्त मैले चाहिँ भर्खर लुगाहरू धोइसकेँ हैन। अन्त यहाँ छ सुक्दैछ लुगा पनि, आज काम पुरा कडा लागिरहेको छ। अन्त यस्तै चाहिँ हामी चाहिँ अब अदुवा गर्नु जानुपर्छ बाबा र म। हेरिदै गर्नुहोस् होला मेरो भिडियो। तेरो म चाहिँ गएको हैन अदुवा गर्नु। अन्त बाबा चाहिँ अघि जानुभएको छ। अन्त अघि भन्दा पनि भर्खर। अन्त मलाई चाहिँ बाबाले नजा घरमै बस, काम पुरा लागिरहेछ, भरे बिमार हुन्छ भन्दै थिएन। अन्त कहाँ फेरि बाबाहरू चाहिँ काम गर्ने, आफू चाहिँ बस्न अलिक मिलेन है। मलाई चाहिँ त्यस्तो मन पर्दैन नि त। अन्त बाबाहरूले गरेको ठाउँमा म पनि अलिअलि त सघाउँछु भन्ने भएर चाहिँ जाँदैछु हैन। अन्त बाबाले चाहिँ भरे घाम अस्दै किन आउनु भन्नुभएको थियो। अन्त फेरि मलाई त्यस्तो मन पर्दैन, आफू चाहिँ घरमा बस्ने हैन। अन्त बिचारा बाबा आमाहरू चाहिँ काम गर्ने त्यस्तो मलाई मन पर्दैन हैन। अन्त म चाहिँ जाँदैछु हैन। बाबा चाहिँ अघि पुग्नु पनि भएको छैन। अन्त म चाहिँ जाँदैछु अदुवा गर्नु। हाम्रो अदुवा बारी चाहिँ यहाँ छ हैन। यता चाहिँ अलिक झार पत्ला छ, पर चाहिँ निकै बाक्लो छ। अन्त यताको छेउको घाँस बाबाले काट्नुहुन्छ, यताको भित्ताको म काट्छु। गाइस यहाँ परसन पुऱ्याएको छ कोरेर हैन। अनि अदुवाभित्र चाहिँ झार हामीले यहीँ हालिदिएको छौँ हैन, किनकि सुकेर सबै झार मरिहाल्छ, घाम पुरा कडा लागिरहेको छ। साथीहरु हेर्नुस् है झार चाहिँ कस्तो लामो छ भनेर। तर झार लामो छ तर यस्तो कमलो छ कि झार चाहिँ फेरि। साथीहरु मेरो YouTube च्यानलमा मलाई प्लिज सपोर्ट गरिदिनुस् होला है। म YouTube च्यानलको लिंक चाहिँ म यहाँ माथि राख्ने छु। हैन अब चाहिँ गरिसक्नु आँटेको छ हैन। अब 2-3 ल्याङ मात्रै छ। अन्त बाबा चाहिँ यहाँ खालिरहनु भएको छ झार। हामीले चाहिँ यहाँ गरिसक्नु आँटेको छौँ। अहिले गरिसकेर देखाउँछु तपाईहरुलाई। हामीले चाहिँ हैन अदुवा पनि यहाँ गरिसक्यो हैन। अन्त यहाँ बाबा चाहिँ भारी हाल्नुहुँदैछ घाँसको, गाईको लागि लानुहुन्छ हैन। अन्त म चाहिँ अब यसमा बाख्रालाई हालेर लानु छ पर छ हैन। अन्त हामीले चाहिँ अदुवा डल्लै गरिसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले हैन, सबै सकेको छ। अब भोलिदेखि बाबा एक्लै गर्नुहुन्छ होला अरूमा चाहिँ। बाइ बाइ।